नमस्ते सबैजनालाई हुनुहुन्छ होला भन्ने आशा गर्दै आजको ब्लग सुरु गर्छु। आज चाहिँ म मार्केट जाँदैछु है पैसा हाल्नलाई ब्याङ्कमा। यता चाहिँ कम्पनी छ, बडा बडा तेलको कम्पनीहरू। म चाहिँ यस्तो जङ्गलको बिच छ, मलेसियामा जतासुकै हाम्रै नेपाल जस्तै छ जतासुकै। तयारी यस्तै बाटो चाहिँ जे होस् मेन रोडै छ। उहाँ चाहिँ हाम्रो दाजु हुनुहुन्छ, दुवै भएर जाँदैछौँ मार्केटतिर। त्यस्तै छ, यतापट्टि कम्पनी छ। यस्तो हुन्छ मलेसियामा कम्पनी, तेलको कम्पनीहरू। ल हेर्नुहोस्, नरिवलहरू झुन्डिरहेछन् बुटा। उता तेल पिसिरहेछ मेसिनले, धुवा निस्किया हेर्नुहोस्। ल हेर्ने पुरै तेलको यो पिसेको धुवा। हाम्रोतिर तरीको तेल भन्छ, यहाँ फेरि यस्तो तेल निस्किन्छ। पामल भन्ने त्यो उसको हुन्छ, पामलको तेल निकाल्छ यहाँ फेरि। त्यस्तो छ आजको ब्लग। म हल्का देखाउने कोसिस गर्दै जाछु। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। साथै मेरो च्यानललाई लाइक कमेन्ट सेयर गरेर सब्सक्राइब गरेर साथ दिनु होला। त्यही देखाउँदै जानेछु। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरेर साथ दिनु होला। बडा हुन्छ नि यहाँ टडा कि हेर्नुहोस्, विदेशका टडाहरू हेर्नुहोस्। गाउँ यहाँका घरहरू यस्ता हुन्छ नि, खासै घरहरू पनि छैनन्, कम्पनीहरू मात्रै हो। यहाँ चाहिँ बाटो हिँड्ने बेलामा एकदम ध्यान गरेर हिँड्नुपर्छ, नभए गाडी ठोक्नु डर हुन्छ। हेर्नुहोस् है, यहाँ गाडी परेर यहाँ पुरै यत्तिकै छन् गाडी किम्ला चाहिँ। हेर्नुहोस् है, खासै मलाई ब्लग बनाउनु त आउँदैन, भर्खर सुरु गरेको। अब यो मेरो तेस्रो ब्लग हो। राम्रै मानिदिनु होला भन्ने आशा गर्दछु। सानसानै हो, त्यसै हुँदैन मार्केट चाहिँ ठुलो हुँदैन। म चाहिँ गाउँ साइडमै भनौँ न, जोहोरमा छु म चाहिँ। जोहोरमा हो, मसिनगढी बाटोतिर हो, बतुवाम्पा भन्छ यसलाई चाहिँ। त्यही छ, छैन दाजु हावा भर्ने कि वहाँ छ हावा भर्ने।
घर नि उहीँ जाने बुढा कहाँ जाने ल ठिक छ ए हामी चाहिँ अहिले सिग्नलमा पुग्यो मान्छेमा पनि नेपाल जस्तै हो गाडीहरू छन् ग्राउन्डहरू प्रत्यक्ष तपाईँहरूलाई देखाउने यहाँको कल ट्याक्सहरू यस्तो हुन्छ म पनि काम गर्ने कल ट्याक्समै हो तर मेरो यहाँ होइन अन्त उतै हो मेरो चाहिँ उतै हो मार्केट सब्जीहरू किन्न पर्छ यहाँखेरि नत्र भने सब्जीहरू महँगै पर्छ गाडीहरू कुरेर बसिरहेछन् लाएर त्यस्तै छ मलेसियामै हस् त गाइज यो ब्लगको लागि म यहीँ एन्ड गर्छु ब्लग हेरिसक्नु भएको छ मेरो ब्लग के कस्तो लाग्यो है जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिँदै लाइक कमेन्ट सेयर गरेर छोड्नु होला मेरो च्यानललाई सब्सक्राइब गर्नु होला साथै